कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 16 मा रहेको भादा गाउँ अहिले स्वदेशी र विदेशी पर्यटकहरूको प्रिय गन्तव्य बनेको छ। सुन्दर वातावरणले भरिएको यो गाउँमा पर्यटकहरू थारू समुदायको अनौठो आतिथ्य, मौलिक परिकार र सांस्कृतिक नृत्यको अनुभव गर्न आउँछन्। थारू परम्परागत पहिरनमा फोटो खिच्ने अवसर र गाउँघरमै उत्पादन भएका ताजा खाद्य वस्तुको स्वाद चाख्न पाउनु यस स्थानको प्रमुख आकर्षण हो। भादा गाउँका 20 परिवारले सामूहिक रूपमा होमस्टे सञ्चालन गरिरहेका छन्। पाहुनालाई स्थानीय तरकारी, फलफूल र नजिकैका तालहरूमा पाइने माछाबाट तयार गरिएका अर्ग्यानिक परिकारले स्वागत गरिन्छ। भादा गाउँलाई सामुदायिक होमस्टे गाउँका रूपमा विकास गर्न प्रमुख भूमिका निभाएको संस्था हो तारा गाउँ विकास समिति। नेपाल सरकारको पर्यटन मन्त्रालय अन्तर्गत यो संस्थाले विक्रम सम्वत 2066 सालमा भादा गाउँलाई होमस्टे गाउँका रूपमा विकास गर्ने प्रस्ताव अघि सारेको थियो। यस समितिले गाउँवासीलाई होमस्टे सञ्चालनको प्रशिक्षण, सहजीकरण र प्रोत्साहन गर्दै होमस्टे व्यवस्थापन समितिलाई आर्थिक, प्राविधिक र व्यवस्थापकीय सहयोग पनि उपलब्ध गराएको छ। थारू सामुदायिक होमस्टे भादा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार तारा गाउँ विकास समितिको योगदान बिना यो सम्भव थिएन। वास्तवमा होमस्टे भनेको त राम्रो कुरो रहेछ भन्ने लागिसकेपछि हामी तारा गाउँ विकास समितिकै पहलमा भनौँ, हामीलाई चाहिँ उहाँहरूले केही कन्सेप्ट दिनुभयो र केही तालिम दिनुभयो र केही सामग्रीहरू पनि दिनुभयो र हामीले चाहिँ होमस्टे चाहिँ हामीले सुरुवात गर्यौँ। आज होमस्टे सुरुवात गरिसकेपछि हामी आज यहाँको भाषा, संस्कार, कला, संस्कृतिको जगेर्ना, त्यसको प्रवर्धन भइराखेको अवस्था छ। यो चाहिँ रहन सहन, खानपान, यहाँको चाहिँ सरसफाइका कुराहरू त्यसले चाहिँ राम्रो गरेको छ र यहाँको उत्पादनसँग पनि जोडिएको छ। यहाँको उत्पादन भएका हाम्रा तरकारी, खाद्यान्न चिज वस्तुहरू अनि माछा मासुहरू पनि खपत भइराखेको अवस्था छ र यो एउटा ग्रामीण भेगमा पनि एउटा आर्थिक समृद्धिको सुरुवात चाहिँ भएको छ भन्ने हामीलाई लाग्यो। भादा गाउँलाई होमस्टे पर्यटनको मोडेल बनाउने तारा गाउँ विकास समिति कस्तो संस्था हो, यसले के काम गर्छ, यी र यस्तै प्रश्नको जवाब खोज्न हामीले तारा गाउँ विकास समितिकी योजना शाखा प्रमुख मनिषा भट्टराईसँग कुराकानी गरेका छौँ। तर उहाँलाई चाहिँ विशेष स्वागत पनि गर्न चाहन्छु भादामा। धन्यवाद, हजुरलाई धेरै धेरै धन्यवाद। सुदूरपश्चिममा सायद पहिलोचोटि आउनु भएको छ कि अथवा योभन्दा पहिला पनि आउनु भएको छ? के कस्तो लागिरहेछ यहाँको यात्रा चाहिँ, हजुरको कस्तो भइरहेछ अहिलेसम्मको? मेरो फर्स्ट टाइम हो सुदूरपश्चिममा। मैले सोचेको भन्दा बिल्कुलै फरक पाएँ मैले। सुदूरपश्चिम एकदमै रमाइलो, यहाँको मान्छेहरू झनै रमाइला, ठाउँ झनै हराभरा। हामीलाई मौसमले चाहिँ थोरै साथ दिएन यहाँको बेलामा, घाम लागेको भए अझ घमाइलो देख्न पाइन्थ्यो होला। तर यही प्रकृतिमा पनि हामी एकदमै रमायौँ। तालहरू हेर्न गयौँ, मन्दिर हेर्न गयौँ, यहाँनिर धान फल्नलाई हरियो भएको छ, गहुँ फुलेको छ, तोरी फुलेको छ, एकदमै रमाइलो लाग्यो मलाई यहाँ। विशेष गरेर भादालाई त तपाईँहरूले नै तारा गाउँ विकास समितिले नै यो स्थानसम्म ल्याएको कि जो अहिले विश्वभरिबाट पनि यो पर्यटकहरू चाहिँ भादा गाउँ हेर्नको लागि आउँछन् होइन? तपाईँले आफैले ठ्याक्कै हेर्दाखेरि भादा गाउँ अनि यो जोगनिया ताल, कोइली ताल पनि जानुभयो होइन? यहाँको खास कुरा चाहिँ के राम्रो लाग्यो, के फरक चाहिँ देख्नुभयो तपाईँले अरू ठाउँको भन्दा चाहिँ यहाँ? मैले सोचेको सर्वप्रथम त यो भादा गाउँमा भन्नुपर्दा युवाहरू सबैजना यही गाउँमै हुनुहुन्छ, कोही पनि विदेशिनु भएको रहेन रहेछ। कुनै पनि एक टुक्रा माटो पनि यहाँनिर मैले बाँझो देखिनँ। सबै फलेको फुलेको सब्जीहरू सबै लाउनु भएको छ, यहाँनिर खेती गर्नुभएको छ, अन्नबाली लाउनु भएको छ। यहीँनिरको रैथाने बाली टिपेर आउँदाखेरि गेस्टलाई पकाएर खुवाउनुहुन्छ। विदेशी ब्रान्डका कुराहरू उहाँले यहाँ लिएर आउनुभएको छैन। अघि एकजनालाई मैले सोधेको तपाईँहरू के चाहिँ किन्नुहुन्छ यहाँ भनेर सोद्धा, सर्फ साबुन त्यसपछि चिनी मात्रै किन्छौँ, अरू त्यो पनि फलाउन मिल्ने बनाउन मिल्ने भए हामी यहीँनिर बनाउँछौँ भन्दै हुनुहुन्थ्यो। उहाँहरूको त्यो जुन किसिमको कुरा थियो मलाई एकदमै धेरै प्रेरणा मिल्यो। यहाँ आएर म एकदमै प्रभावित भएँ यहाँ सुदूरपश्चिमको सबै यहाँहरूप्रति। हो, एकदमै यसै चिजको लागि चाहिँ हाम्रो गाउँहरू, हाम्रा ठाउँहरू चाहिँ भनौँ न प्रख्यात छन् देशव्यापी रूपमा, विश्वव्यापी रूपमा। र अब म उहाँसँग यी कुराहरू केही समयपछि फेरि जोड्नेछु। अब हामी विशेष गरेर जाउँ यहाँको जुन पर्यटन मन्त्रालय अन्तर्गत रहेको तारा गाउँ विकास समिति छ। यो हामीले सुन्दाखेरि चाहिँ तारा गाउँ विकास समिति भनेको कुनै एउटा गाउँको चाहिँ विकास गर्ने समिति हो जस्तो लाग्छ कुनै ठाउँको होइन? तर ठ्याक्कै भन्दाखेरि यो कस्तो खालको संस्था हो होइन? यसले के काम गर्छ यसको बारेमा भनिदिनुहोस् न। हजुर, तपाईँले एकदमै महत्त्वपूर्ण क्वेसन सोध्नुभयो। जोसुकैले तारा गाउँ विकास समितिको नाम सुन्नु हुँदैछ सबैजनालाई कन्फ्युजन चाहिँ गराउँछ यो कुराले। खासमा तारा गाउँ विकास समिति भन्नाले विकास समिति ऐन 2013 बमोजिम विक्रम सम्वत 2034 सालमा स्थापना भएको एकदमै पुरानो संस्था हो। अङ्गुर बाबा जोशी जसले
जसलाई चाहिँ धेरैजनाले चिन्नु पनि हुन्छ होला। उहाँ संस्थापक अध्यक्ष हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा सुरु भएको संस्था। यसले चाहिँ विशेष गरेर महिला पनि ग्रामीण भेगका महिलाहरूलाई चाहिँ विशेष गरेर चाहिँ उनीहरूको स्तर उन्नति गर्नुपर्छ है भन्ने किसिमले चाहिँ सुरु गरेको संस्था हो। त्यसै हिसाबले तारा राज्य लक्ष्मी राणा भन्ने एकजना महिला हुनुहुन्थ्यो एकदमै। उहाँले चाहिँ आफ्नो बस्ने घर चाहिँ हामीलाई सुम्पिनु भएर न्युरोडमा रहेको आफ्नो घर चाहिँ हामीलाई दिनु भएर उहाँकै प्रेरणाले गर्दाखेरि सुरु भएको र हामीले तारा राज्य लक्ष्मी र रमा राज्य लक्ष्मी दुईजना हुनुहुन्थ्यो। उहाँहरूको सहयोगमा आर्थिक सहयोगमा सुरु भएको संस्था र उहाँको नामलाई हामीले छुटाउनुहुन्न भनेर उहाँको नामबाट तारा आयो। साथसाथै गाउँ विकास समिति भन्नुको अर्थ ग्रामीण भेगको चाहिँ विकास गर्ने चाहिँ विकास समिति ऐनद्वारा गठित भएको समिति हो है भनेर ग्रामीण विकास पर्यटन विकास समिति टाइपको हुनु पर्थ्यो। तर त्यतिखेर छोटो छोटो नाम राख्दा तारा गाउँ विकास समिति रहन गएको। हजुरहरू कोही पनि नझुक्किनु होला। तारा गाउँ विकास समिति चाहिँ पर्यटन मन्त्रालयको पूर्ण स्वामित्वमा रहेको चाहिँ पूर्ण सरकारी संस्था हो। एकदम त्यो नामको विषयमा त्यो कसरी रहन गयो यो विषयमा क्लियर भइसकेको छ र त्यसले चाहिँ अहिले देशको तपाईँहरूले चाहिँ अब देशको कुन कुन ठाउँमा के यसको लागि चाहिँ काम गरिराख्नु भएको छ यसलाई संक्षिप्तमा चाहिँ भन्दाखेरि हुन्छ। तारा गाउँ विकास समितिले मेन गर्ने भनेको जुन भर्जिन डेस्टिनेसन हुन्छ जहाँ चाहिँ निजी क्षेत्र पनि पुग्न सकेको थिएन भनौँ। अहिले त जो पनि जहाँ पुग्न सक्छ मान्छेको हातमा मोबाइल छ। पहिला कहीँ कोही पुग्न नसकेको ठाउँहरू पत्ता लाएर त्यो ठाउँमा कसरी उत्थान गर्ने, त्यहाँनिर के छ रमणीय स्थानहरू, त्यहाँको वातावरण कस्तो छ, अनि त्यहाँ पर्यटकलाई कसरी घुम्न लिएर आउन सक्ने, पर्यटकलाई लिएर आएर कहाँ बसाउने, होटल रेस्टुरेन्टहरू त कहीँ पनि खुलेको थिएन। त्यहाँनिर चाहिँ होमस्टेको कन्सेप्ट पनि विशेष गरेर तारा गाउँ विकास समितिले लिएर आएको। मान्छेको आफ्नो बस्ने निजी घरमा आफ्नो आउने पाहुनालाई सुताउने भनेर राखेको कोठामा तपाईँहरूले पैसा यहीँनिर आएर गेस्टहरूले तिरेर तपाईँले पकाएकै खानेकुरा खाएर जानुहुन्छ। तपाईँहरूले एक्स्ट्रा केही गर्नु पर्दैन, सफा सुग्घर गर्नुहोस्, पकाउनुहोस्, खुवाउनुहोस् अनि त्यहीँबाट पैसा कमाउनुहोस्। विशेष गरेर महिलाहरूको चाहिँ केही अर्थोपार्जन होस् भनेर महिलाहरूलाई अगाडि बढाउनको लागि भनेर तारा गाउँ विकास समितिले होमस्टेको चाहिँ विशेष गरेर सुरुवात गरेको हो महिला सशक्तिकरणको लागि। जस्तो हजुरहरूको तारा गाउँ मार्फत चाहिँ अगाडि बढेका प्रवर्तन भएका देशव्यापी रूपमा भन्दाखेरि अहिले कतिवटा जति होमस्टेहरू छन् अनि कुन भनौँ न विशेष गरेर चाहिँ यो होमस्टेले देशको विकासमा भनौँ न एउटा चाहिँ कस्तो खालको भूमिका निर्वाह गरेको? हजुर धन्यवाद। होमस्टेले खास गरेर हामी निजी होमस्टेलाई खासै प्रमोट गर्दैनौँ किनभने निजी होमस्टेले कुनै एउटा व्यक्तिको मात्रै जीवनस्तर उकास्ने भयो। हामीले चाहिँ सामुदायिक होमस्टेलाई प्रायोरिटी दिन्छौँ। सामुदायिक होमस्टे हुनको लागि कम्तीमा 5 वटा घरधुरी मिलेर चाहिँ दर्ता गराउनुपर्छ अनि वार्ड कार्यालयमा गएर दर्ता गराएर अनि उहाँहरूले हामीलाई वार्डले सिफारिस पठाउँछ। त्यसपछि होमस्टेले पनि निवेदन पठाए पछाडि हामीले उहाँहरूलाई तालिम दिनको लागि पनि जान्छौँ। हामीसँग 2 जना एउटा प्रशिक्षक एउटा कुक लिएर गएर हामीले उहाँहरूलाई होमस्टे सम्बन्धी तालिम दिन्छौँ अनि अवेरनेसै नभएको ठाउँमा गएर जनचेतनामूलक कार्यक्रमहरू पनि दिन्छौँ। अनि होमस्टेलाई मेन गरेर हामीले प्रमोट गर्ने भनेको रैथाने बाली कसरी उत्पादन गर्ने अनि त्यो बालीलाई पकाएर कसरी खुवाउने सफा सुग्घर गरेर अनि होमस्टे र वातावरण बिचको कस्तो सम्बन्ध हुन्छ, वातावरण स्वच्छ राख्नलाई होमस्टेले कस्तो भूमिका खेल्छ, पर्यावरण जैविक विविधता र होमस्टेको कस्तो महत्त्व हुन्छ, यी सबै किसिमका ज्ञानहरू पनि हाम्रो प्रशिक्षकहरूले चाहिँ उहाँहरूलाई दिनुहुन्छ। तपाईँले तालिम र प्रशिक्षणको साथसाथै अनि यसमा लगानी पनि गर्नुहुन्छ कि आफूले आर्थिक लगानीहरू त्यसमा उहाँलाई संरचना बनाउनमा त्यो पनि गर्नुहुन्छ कि के गर्नुहुन्छ यहाँले? लगानी भन्नाले हामीले कस्तो गर्छौँ भने हाम्रो बजेटमा त्यो सालमा कुन शीर्षक छ, जस्तै यहाँ हाम्रो यसपालि सङ्ग्रहालय निर्माण होमस्टेगत स्थानीय मौलिक कला प्रवर्धन कार्यक्रम भन्ने शीर्षक छ। यसमा चाहिँ हामीले कुनै जस्तै हामी यहाँ थारू गाउँमा आयौँ है अनि यहाँ आए पछाडि उहाँहरूको रैथाने कुनै सङ्ग्रह गरेर राख्नुपर्ने चिजबिज हुनसक्छ तर उहाँहरूको त्यो पैसाको अभावले गर्दाखेरि सङ्कलन गर्न नपाएको हुनसक्छ। सामुदायिक भवन निर्माणमा पनि हामीले कतिपय ठाउँमा सहयोग गर्छौँ। जहाँ अलरेडी सामुदायिक भवन बनिसकेको छ त्यो ठाउँमा सोकेसहरू बनाउने, त्यसलाई राम्रो बनाउने, सिसाहरू लाउने, फ्रेमिङ गर्ने, सामानहरू कलेक्ट गर्ने अनि सङ्ग्रहालय बनाउने किसिमको हामीले सहयोगहरू गर्छौँ त्यो कला मौलिक कला प्रवर्धन कार्यक्रम अन्तर्गत। जस्तो अब हजुरले यो भादा गाउँलाई चाहिँ यहाँसम्म ल्याउनुमा त तपाईँहरूको संस्थाले नै काम गरिरहेको छ होइन? अब यो भादालाई चाहिँ कसरी अगाडि बढाउने यसमा तपाईँहरूको योजना छ? थप के यसमा सुधार गर्नुपर्ने कुराहरू, लगानी थप्नुपर्ने कुराहरू छ कि यसलाई
के गर्नुपर्ने आवश्यकता देख्नुभयो जुन तपाईँले काठमाडौँमा भनौँ न अफिसमा बसेर यो भादा गाउँको विषयमा चाहिँ तपाईँले कलम चलाउनु र आफैले प्रत्यक्ष फिल्डमा आएर चाहिँ अब यहाँ सबै कुराहरू हेरिसकेपछि तपाईँले चाहिँ यसमा के सुधार गर्नुपर्ने देख्नुभयो त? मेन भनेको भादा गाउँ भनेको आफैले नै अकबरी सुनलाई कसिलाउनु पर्दैन भन्छन् नि, त्यस्तै यो ठाउँ यति धेरै सुन्दर छ, यहाँको मान्छे यति धेरै राम्रा हँसिला मिजासिला हुनुहुन्छ। अनि उहाँहरूले सबै काम यस्तो गुन्द्रीहरू बुन्न पनि आफैले जान्नुभएको छ, डोको नाङ्लो सबै थोक मजाले बुन्नुहुन्छ। यी बनेको कुराहरू नै बेचेर पनि उहाँहरूले विदेशीलाई घर बसी बसी पनि बेचेर टन्न पैसा कमाउनुहुन्छ। उहाँहरूले खानेकुरा त्यस्तै मिठो बनाउनुहुन्छ अनि संस्कृति त्यस्तै राम्रो देखाउनुहुन्छ, उहाँहरूले झाँकी प्रदर्शन गर्नुहुन्छ। अब मेन यो भादामा भनेको बाटो चाहिँ अलि राम्रो बाटो बनेर राजमार्गसँग चाहिँ भादालाई जोड्न सकेमा चाहिँ भादाको भविष्य एकदमै राम्रो छ। तारागाउँ विकास समितिले गर्नुपर्ने केही पहलहरू छ भनेदेखि त्यो पनि हामी गर्न हामी तयार छौँ। अब बाटैसम्म बनाउने त म भन्दिनँ, पहल गर्नुपर्नेसम्म चाहिँ म भनेको यहाँको कार्यक्षेत्रभित्र पर्ने कुराहरू मेरो कार्यक्षेत्रभित्र पर्ने कुराहरू म सम्पूर्ण गर्न तयार छु भादाको लागि गर्नलाई। अब भादामा सङ्ग्रहालय व्यवस्थित छैन भनेर भन्दै हुनुहुन्थ्यो होइन, सांस्कृतिक भवन त उहाँहरूको रहेछ, सामुदायिक भवन, त्यहाँनिर सङ्ग्रहालय बनाउनलाई केही सहयोग गर्न परेमा म त्यो पनि गर्नलाई अफिसमा कुरा राख्छु मेरो तर्फबाट। ठिक छ, यति भनिसकेपछि अब हाम्रो पर्यटन मन्त्रालय अन्तर्गत तारागाउँ विकास समितिको योजना शाखा अधिकृतले चाहिँ यति कुराहरू भनिसकेपछि भादाले चाहिँ अब यहाँ पाउनुपर्ने कुराहरू चाहिँ सहजै रूपमा पाउँछ होला जस्तो लाग्छ हामीलाई, किनभने कतिपय ठाउँमा चाहिँ आवश्यकता हुन्छ त्यहाँ चाहिँ बनाउनु पर्ने एकदमै ठुलो समस्या चाहिँ हुन्छ। तर सम्बन्धित निकायमा बसेका भनौँ न कर्मचारीहरू प्रशासनिक व्यक्तित्वहरूले चाहिँ त्यो कुराहरूको चाहिँ सुनाइ गरिदिनुहुन्न, त्यहाँ चाहिँ बजेट राखिदिनुहुन्न। तर उहाँले यति भनिसकेपछि भादा गाउँ अगाडि त बढ्छ, यसलाई अब हामीले चाहिँ थप कुराहरूमा के कसो गर्ने भन्ने कुरा यहाँको स्थानीय जनप्रतिनिधि लगायत चाहिँ यहाँका व्यक्तित्वहरूले पनि विशेष ध्यान दिनुपर्छ जस्तो चाहिँ हामीलाई पनि लाग्छ। र अब हामी कार्यक्रमको लगभग अन्तिमतिर पनि छौँ। सुदूरपश्चिम पहिलोपटक आउनु भएको छ, सुदूरपश्चिमबाट पहिलोपटक आएर यो फरक ठाउँको चाहिँ गाउँमा आएर चाहिँ गाउँभित्र 1-2 दिनको बसाइ हुँदै गर्दाखेरि तपाईँ के लिएर जाँदै हुनुहुन्छ, भनौँ न यहाँको यादहरू चाहिँ कसरी के कुराहरू चाहिँ तपाईँले टपक्क टिपेर लैजाँदै हुनुहुन्छ, जुन कुरा सधैँभरि तपाईँलाई चाहिँ भनौँ न सम्झाइराख्ने छ यो ठाउँलाई चाहिँ? विशेष गरेर चाहिँ हामीसँग आउनुभएको म्याडम हुनुहुन्छ, उहाँको साथमा कहिले पनि भुल्दिनँ, एकदम रमाइलो लाग्यो हजुरहरूको साथ होइन। यो ठाउँ, यहाँको मन्दिर, यहाँनिर हामीले खाएको खानाको परिकारहरू, मैले त्यो ढिक्री होइन, ढिक्री कहिले पनि खाएको थिइनँ, मलाई एकदमै हेल्दी अनि राम्रो मिठो लाग्यो। अनि यहाँनिर तपाईँहरूले गर्नुभएको स्वागत अनि यो मौसम पनि सबै थोकले मलाई एकदमै प्रभावित बनायो। हाम्रो अब सायदै फागुनको दोस्रो हप्तामा तारागाउँ विकास समितिको राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी यही भादामा हुने भन्ने कुरो छ, भयो भनेदेखि फेरि त्यतिखेर भेट होला भन्ने आशा गर्छु। हुन्छ, यहाँले चाहिँ हामीलाई एकदम महत्त्वपूर्ण समय दिनुभयो, यसको लागि हामी हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अन्तिममा छोटो केही मैले सोध्न बिर्सेको र हजुरलाई के भन्ने पर्ने कुराहरू छ भने यहाँले चाहिँ अनुरोध भन्न सक्नुहुन्छ। सुदूरपश्चिममा आउने मौका फेरि पनि जुटाइरहनु होला। यदि कहीँ चाहिँ पर्यटनको सम्भावना बोकेको ठाउँ छ तर अहिलेसम्म पनि कसैले पनि त्यसलाई देख्न सकेको छैन, नजरअन्दाज गरेको छ भनेदेखि मलाई व्यक्तिगत रूपमा भए पनि सम्पर्क गरेर यो ठाउँमा चाहिँ पर्यटनको राम्रो सम्भावना छ तर यहाँ होमस्टे खुलेको छैन भनेर हजुरले मलाई जानकारी गराइदिनु भयो भने म मेरो व्यक्तिगत तर्फ र मेरो अफिसको तर्फबाट हुने सहयोग म हजुरलाई गर्न तयार छु। हुन्छ, यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ। हजुर, थ्याङ्क यू। यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र विशेष गरेर चाहिँ आज हामीले पर्यटन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिका योजना शाखा प्रमुख मनिषा भट्टराईसँग चाहिँ कुराकानी गऱ्यौँ भादा र उहाँको संस्थाले चाहिँ देशव्यापी रूपमा गर्ने कामहरूको विषयमा। र हामी विशेष गरेर के अनुरोध गर्न चाहन्छौँ भने सुदूरपश्चिम प्रदेशका चाहिँ विभिन्न गाउँठाउँहरूमा चाहिँ निकै सुन्दर ठाउँहरू छ जो चाहिँ होमस्टेको मार्फत चाहिँ अगाडि बढाउन सकिने, त्यहाँको पर्यटन प्रबन्धन गर्न सकिने र पर्यटकलाई चाहिँ भित्राउन सकिने एउटा निकै ठुला सम्भावना बोकेको सुन्दर सुदूरपश्चिम छ। यसमा चाहिँ तपाईँहरूले चाहिँ उहाँले भने जस्तै 5वटा जति परिवारहरू चाहिँ मिलेर एउटा समूह बनाएर चाहिँ तपाईँहरू होमस्टे अगाडि बढाउनको लागि यदि तारागाउँ विकास समितिमा चाहिँ निवेदन दिनुभयो भने उहाँले चाहिँ आवश्यक पर्ने तपाईँलाई सबै सहयोग गर्न तयार हुनुहुन्छ। त्यो कुराहरू उहाँले जानकारी गराइसक्नु भएको छ र यसको लागि हामी यहाँलाई पनि अनुरोध गर्दछौँ, किनभने पछिल्लो समयमा भएका युवाहरू जति सबै विदेश जाँदाखेरि चाहिँ हामी बाहिर मात्र जाँदाखेरि हाम्रो देशमा चाहिँ अब खडेरी पर्दैछ। त्यसैले हामी चाहिँ यस्ता खालका चाहिँ सामूहिक रूपमा एउटा होमस्टेहरू अगाडि बढाएर चाहिँ व्यापार गर्नुपर्छ, बिजनेस गर्नुपर्छ, यो ठाउँलाई चिनाउनुपर्छ र विदेशी डलर चाहिँ हामीले नेपालमा भित्राउनुपर्छ र हामीले चाहिँ यहीँ बसेर चाहिँ स्वरोजगार बन्नुपर्छ भन्ने यहाँहरूलाई सन्देश दिँदै म कार्यक्रम प्रस्तुता यहाँहरूको माझबाट बिदा हुन्छु। नमस्कार।